हेलो गाइज, एउटा एकदमै इम्पोर्टेन्ट जानकारी छ आज है। अब यो भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक सुधार अनि फेरि हाम्रो जस्तो देश होइन, अब रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई अब उत्पादनशील क्षेत्रमा जोड्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने होइन, अब सुस्त गतिमा रहेको पूर्वाधार निर्माणको कामलाई तीव्रता दिने तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधारको अपेक्षा हामी सम्पूर्ण जनतामा रहेको छ। अब यसमा होस् भनेर हामीले चाहिरहेछौँ। आशा पनि छ। आर्थिक स्थायित्व, रोजगारी सिर्जना होइन, अब त्यसपछि कृषि आधुनिकीकरण होइन, नयाँ नयाँ उपकरणका साथमा होइन, अनि निर्वाहमुखी कृषि प्रणालीलाई चाहिँ अब व्यावसायिक र प्रविधि मैत्री बनाइदिए झनै राम्रो हुने थियो होइन। हाम्रो यो सरकारले यति बेलाको अब होइन मिठा मिठा मतलब नाराहरू बाँडेको सरकारले होइन, विदेशी लगानीका ठुला ठुला उद्योग धन्दाहरू देशमा खोल्ने वातावरण बनाइदिएको भए अनि तिनीहरूलाई आरक्षण सुरक्षा दिएर सञ्चालन गर्न दिएको भए होइन, सञ्चालन गर्न दिए झनै राम्रो हुन्थ्यो। अब के गर्ने, सामुदायिक सरकारी विद्यालयको गुणस्तर सुधार गरेर निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाइदिए हुन्थ्यो होइन। हाम्रा सन्ततिको लागि, देशको लागि एकदमै राम्रो हुने थियो नि त। अब सरकारी जत्तिकै, अब निजी जत्तिकै सरकारी स्कुलले फड्को मार्यो भने त भइगयो नि शिक्षामा समानता होइन र। अनि सबै नागरिकको अब एउटा यो स्वास्थ्य बिमा भन्ने पनि छ होइन, त्यो हिजोदेखि पनि के नाम त्यो चलिआएको छ, कता 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 भइरहेको छ होइन, धेरै देशको त छैन। अनि त्यो स्वास्थ्य बिमा भन्ने चिज पनि गरेपछि पनि त्यो स्वास्थ्य बिमा लिन पनि धेरै झन्झटिलो के दुनियाँको छ नि त। त्यसलाई पनि सजिलो र सर्टकट गरेर सम्पूर्ण नागरिकको, सबै नागरिकको चाहिँ स्वास्थ्य बिमा गरिदिए झनै कति राम्रो हुन्थ्यो होला भनेर जनताले अभिलाषा त गरेका नि होइन। अब स्वास्थ्य भनेको त इम्पोर्टेन्ट हो नि त होइन। स्वास्थ्यबाट त आर्थिक मतलब जो भार थियो जनतालाई पर्न गएको, त्यसबाट त अलिकति मुक्ति हुन्थ्यो नि त होइन। फेरि त अब तत्कालै गर्न नसके पनि त्यति गरिदिए पनि भइहाल्थ्यो नि होइन। फेरि अस्पतालहरू पनि अब ट्याङ्रिङ टुङ्रिङ भएका अस्पतालहरूलाई टक्क आधुनिक सेवा सुविधा सम्पन्न एकदमै राम्रा होइन, एकदम चिटिक्क बनाइदिएको भए अझ राम्रो हुन्थ्यो होइन। अब अधुरा रहेका राष्ट्रिय धरोहरका योजना आयोजना यिनीहरू जति पनि छन्, धेरै दशौँ वर्षदेखि ठेक्का दिएर बिचमा अल्पत्रै कहिले चाहिँ ठेक्कादार भागेका, कहिले मेसिनरीको कमी, कहिले बजेटको निकासा नभएको, कहिले प्राविधिक कमजोरी जस्ता कुराहरूले गर्दा ढाकछोप गरिएको थियो। धेरै लम्बेका थिए यी योजना आयोजनाहरू। यिनीहरूलाई समयमै पुरा गरिदिने एउटा नियमबन्दीको बने झनै राम्रो हुन्थ्यो होला होइन। अब सांसदहरूलाई चाहिँ कानुन निर्माण गर्ने थलोको, संसदलाई चाहिँ कानुन निर्माण गर्ने थलोको रूपमा मात्र नभई जनतासँग सरकार भएका मुद्दामा बहस गर्ने सशक्त थलो हुन सके अझ आशा जाग्ने थियो होला जनताको होइन, साह्रै नै आशा जाग्ने थियो होला। त्यसैले गर्दाखेरि जनताको आश लाग्दो काम गरोस् भन्ने पनि हामीले चाहिरहेका छौँ। हस् त।